Hello everyone, welcome to my YouTube channel. अनि म चाहिँ यसरी आफ्नो रियल भोइसमा पहिलोचोटि भिडियो बनाउँदैछु। पहिला चाहिँ मैले मुकबाङहरुको भिडियो बनाएको थिएँ अनि त्यसपछि भोइस कभर गरेर भिडियो बनाएको थिएँ। यो चाहिँ मेरो फर्स्ट टाइम आफ्नै रियल भोइसमा मैले गरिरहेको छु। अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ अनि तपाईहरुले कमेन्ट मार्फत आफ्नो प्रतिक्रियाहरु जनाइदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला। म युट्युबमा नयाँ छु हैन, अनि मेरो भर्खर 45 सब्स्क्राइबर छ। तपाईहरु अझै माया गरिदिनु होला, अझै सब्स्क्राइबर गरिदिनु होला, शेयर गरिदिनु होला। अनि तपाईलाई आजको मेरो दिनचर्या देखाउने छु। म मेरो आजको डेली म के गर्छु र आज के गर्छु म त्यो तपाईहरुलाई देखाउने छु। अनि हेरेर लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गरिदिनु। अनि गाइज यो चाहिँ मेरो घर हो, हाइवेमै छ। यो चाहिँ काठमाडौँ जाने, यता चाहिँ गाईघाट कता कता जान सक्नुहुन्छ। अनि यता छु म, यो हो मेरो गाउँ। कस्तो लागिरहेको छ गाईहरु। त्यो चाहिँ हाम्रो भाइरल प्लेस दुधौली। अनि म चाहिँ त्यहाँ जानु छ, त्यहाँ छ हाम्रो सुँगुरको खोर। थाके त्यो दुईटा डडम बोक्नु नसकेर म थाके। कता राम्रो आउँछ, यता राम्रो आउँछ होला। अब चाहिँ म सुँगुरको खोर पुगेर गर्छु ल। थोरै भारी छैन, थोरै भारी छैन। सुँगुरको खोर आइपुगिसके। यो चाहिँ हाम्रो दाउरा राख्ने अनि इनार छ। अनि यो छ हाम्रो सुँगुरको खोर। यो पछाडिको जग्गाहरु पनि हाम्रो यो घाँसहरु। अनि यो चाहिँ हाम्रो सुँगुरको खोर। यसरी ढोका छ। अनि यो चाहिँ चारो पकाउने कोठा हो। यहाँ चाहिँ चारो पकाइरहेको छौँ। अनि बत्ती निभाउँछु। मलाई नि खासै थाहा छैन कि बत्ती निभाउनु कहाँ राख्छ। यो हो हाम्रो सुँगुर। नुहाइदिनु पर्ने छ, खोर सफा गर्नु पर्ने छ। यो हाम्रो भुक्टु कुचु 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 कत्रो ठुलो छ हाम्रो यहाँ काली काली। यता छ हाम्रो छानाबानाहरू छुनुमुनुहरू। अनि यता छ, यता म यिनीहरूलाई म चारो दिनु छ। अनि चारो दिएपछि फेरि चारो पकाउनु छ यिनीहरूलाई नै। अनि नुहाइदिनु पनि छ गाईजहरू। अब म एकछिनमा भेट्छु ल। साथीहरू चारो मैले यहाँ बनाइसकेँ। अब म चारो दिन्छु। पहिला बच्चा बच्चीहरूलाई दिन्छु अनि त्यसपछि ठुलोलाई दिन्छु। यिनीहरूलाई दिन्छु। सो गाइज अहिले चाहिँ मैले सबलाई चारो दिइसकेँ। मजाले खाँदैछ यिनीहरू। मजाले खाऊ न खाऊ। यसलाई त म प्याट दिनु मन लाग्छ। यहाँ उसको बच्चा टुन्टु पनि छ, टुन्टु। अब एकछिनमा नुहाइदिन्छु। अनि पहिला चाहिँ म यो चारो खन्याउँछु यसमा। चारो खन्याएपछि फेरि चारो बसालिदिनुपर्छ कि यो अब बेलुकालाई अनि फेरि भोलिलाई त हुँदैन। अनि त्यही भएर अहिले पकाइदिनुपर्छ। अनि म चाहिँ एकदम त्यो अब प्रोफेसनल हैन नि त। म युट्युब भिडियोहरू बनाउनुमा मलाई आउँदैन। मलाई थम्बनेल पनि बनाउनु आउँदैन। इफ तपाईहरुलाई कसैलाई आउँछ भने मलाई सिकाइदिनु होला। म चाहिँ सकेसम्म तपाईहरुको लागि राम्रो राम्रो भिडियोहरू ल्याउन सकौँ। अब ठुलो ठुलो जस्तो त कहाँ गएर बनाउन सक्दिनँ होला। तर मेरो डेली लाइफमा जे जस्तो भइरहेको छ तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। तपाईहरुले माया साथ सपोर्ट गरिदिनु होला।
किनकि मेरो युट्युब जर्नी भनेको त नयाँ हो नि त। तपाईँहरूकै माया साथ हामी एकअर्का जो सानो सानो युट्युबरहरू छ एकअर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ। यसमा चाहिँ हामीले अहिले गुन्डा अनि चामल अनि बन्दाको मिक्स गरेर बनाउने गरेछ। पहिला चाहिँ हामीले उता होटलबाट हामी ल्याउँथ्यौँ कि चारोहरू, अनि अहिले चाहिँ होटलहरू पनि खासै त्यति चलेको छैन होला, सिजनमा त हो चल्ने। अनि अहिले चाहिँ यसरी दिनुपर्छ। खासमा म एकदम धेरै बोल्नेमा पर्छु कि साथीहरू, तर यो यसरी युट्युबमा बोलिरहने, यसरी युट्युबमा बोलेर क्यामेरा फेस गरिरहने बानी नभएर होला बोल्नु एकदमै नसक्ने। त्यही भएर पनि हो, नत्र म यस्तो लोसेमा बोल्ने मान्छे त होइन के, म यस्तो छिटो बोल्छु। तर अहिले मेरो सायद पहिलो भेटी पनि भएर होला, त्यही भएर आफूलाई गाह्रो लागेको। अब यो चारो एक डफा भयो, अब यसमा पकाउनु पर्छ। त्यसको लागि आगो फुक्नु छ। अनि चामल कहाँ राखेँ? यो चामल अनि यहाँ बन्दा अनि अब गुन्डा हाल्ने, पहिला पानी हाल्ने। सुँगुर पाल्नु गाह्रो छ नि साथीहरू, गाह्रो। कतिजनाले सुँगुर पाल्नुहुन्छ। गर्मी कति हो गाइजहरू, गर्मी कति हो। यो दुधौलीमा यति धेरै गर्मी किन? अब चाहिँ आगो फुक्नुपर्छ। आगो फुक्नु त पर्ने, दाउरा लिनु फेरि तल जानु पर्ने भयो। उफ, यस्तै छ जिन्दगी गाइजहरू। आगो बल्दैछ यहाँ। अब चाहिँ म दाउरा लिन जान्छु। कति गर्मी छ, यस्तो आगोमा कसरी सक्नु? सुँगुर किन यति चल्छ? म दाउरा लिएर आउँछु। हाम्रो दाउरा चाहिँ यता छ क्या, यहाँ थियो पहिला, अहिले चाहिँ यता साह्रो छ कि। अनि दाउरा ल्याउनु त पर्यो। हिजो बेलुका चाहिँ पानी परेको थियो हाम्रोमा, त्यही पानी परेर होला बिहान एकदम गर्मी छ। यो लानु पर्यो। ओइ झन्डै कुच्चे नि त हात, धेरै बोक्नु नसके पनि यति। आउच, हातै दुख्यो। हाम्रो सुँगुरको खोर अरूभन्दा पनि एकदम राम्रो छ। अब चाहिँ सुँगुरहरूको पनि नुहाउने पालो क्या। हाम्रो चाहिँ यहाँ मोटरबाट छलङ आउँछ, अनि यसरी नुहाइदिनु। किनकि यहाँ दुधौलीमा यति गर्मी छ, अनि सुँगुर त त्यही माथि चिसो हो, गर्मी भएर त उनीहरू बस्न सक्दैन। अनि त्यही भएर नुहाइदिनुपर्छ दिनमा एकपटक। अनि सुँगुरको खोरको भू पनि सोच्नु छ। मेरो जिन्दगी भन्ने चाहिँ होइन, अरू बेला मम्मीले गर्नुहुन्छ, मैले गाउँ आएको बेला छु। किनकि छोरी सहरिया भएकी थिइन्, तर होइन म पहिला आउँदा त गर्ने नै हो। अब के गर्नु, गाउँ बसेर पनि केही नहुने रहेछ, जानै पर्यो विदेश भनेर चाहिँ विदेश गएको छैन। यो
हाम्रो यहाँको मेन राजा हुनुहुन्छ कि राजा, उहाँले त पानी त यस्तै पाइपबाटै खानुहुन्छ। ल यहाँ गरिदिनुहोस्, प्यास लागेको छैन है क्या हो, प्यास लाग्दैन त उता मुखमा गर्दै आउँछ नि। ल ल ल छिटो ल। गाईहरू सुँगुर पाल्दै नपाल्नु, पालेपछि यति घोडा जत्रै हुनुपर्छ है, यतिको भएन भने चाहिँ त्यो सुँगुर पालेको भनिँदैन है, त्यसले पालेको भनिँदैन। यतिको बनाउनु चाहिँ पर्छ है, नत्र त सुँगुर पालेकोलाई चाहिँ पालेको भनिन्छ होइन त। हेर्नु कत्रो कत्रो छ हाम्रो चाहिँ गाईहरू। सुँगुरमा पनि कोही एकदम थोरै खालको सुँगुर छ, कोही चाहिँ एकदम सफा। कसरी सुँगुर त फोरी नै हुन्छ भन्नुहुन्छ भने नि कसैले चाहिँ आफ्नो दिसा पिसाब गर्ने यस्तोमा बनाउँछ भने कसैले चाहिँ खाने ठाउँमा पनि दिसा गर्छ, छुट्ने ठाउँमा पनि दिसा गर्छ, जताको चाहिँ। अनि हाम्रो यो सुँगुरले चाहिँ हेर्नु न बस्ने ठाउँतिर कति राम्रो छ, उहाँ एक साइडमा मात्र उसले दिसा पिसाब गर्छ। बुझ्ने छ हाम्रो काली, हाम्रो यो फेरि धरानी हो नि त, धरानी। हाम्रो धरानी कताबाट हुनुहुन्छ? हाम्रो सरले चाहिँ धरानबाट ल्याउँछ हामीहरू, धरानी कान्छ अनि कान्छी। हाम्रो चाहिँ पहिला कति धेरै सुँगुरहरू थियो होइन हाम्रो। अनि 1-2 वर्ष अगाडि चाहिँ त्यो हैजा कि के भन्ने आयो, त्यस्तो सब सुँगुरहरू मऱ्यो नि हाम्रो। तल खोज्यो त्यति बेला चाहिँ सब सुँगुरहरू रगतै मुट्ने, रगतै दिसा गर्ने त्यसरी भएको थियो। अनि के भएको थियो पनि, अनि प्रेग्नेन्टमा उहरू थियो। अब प्रेग्नेन्टको त सुँगुरहरूले त अब एकैचोटि पनि 17-18 20 वर्ष जन्माउँछ नि त। अनि जन्मिनुभन्दा हप्ता दिन अगाडि 2-3 दिन अगाडि माउै मरिदिनु त्यसरी। अनि यो हाम्रो यो जति पनि यहाँ स्पेस छ नि सब यहाँ चाहिँ हाम्रो सुँगुरहरू गाडेको छ। अनि त्यति बेला चाहिँ यस्तै असार साउनको सिजन थियो, अनि धान रोपिसक्छ नि त। अनि सबैतिर धान रोपेर अनि स्पेस छैन, अनि अगाडि स्पेस भएर हामीले चाहिँ यहीँ गाडेको थियो। अनि त्यसपछि अलिक पछि हामीले सुँगुर हालेनौँ, किनकि एकदमै धेरै देसान आएर सुँगुरहरू मर्नु थाल्यो। अनि अहिले फेरि अहिले होइन, हामी त धेरै पहिलेदेखि नै हालेको। हामीले सुँगुर पाल्नु थालेको पनि भइसक्यो 10-15 वर्षै। अनि पहिला चाहिँ एकदम थोरै मात्रामा पाल्थ्यो भने अहिले चाहिँ हाम्रो 7वटा त खोरै छ, अनि 7वटामा यसरी छ, हेर्न सक्नुहुन्छ। नदिँदैछु यो साले डुङ्गुरेहरूलाई। डुङ्गुरे यो दुईवटा चाहिँ ट्विन्स रहेछ क्या, ट्विन्स। ओ माई गड, हेर्नु न साथीहरू, एउटै छ त। हे प्रभु, लगाइ नुहाइदिइसकेको यिनीहरूलाई चाहिँ मैले होइन। सालेहरू अहिले त टलक्क टल्किरहेछ। अनि अब किचन हो आगो त हुत्तु गएछ त। कति तातो छ, कति नै तातो। माई गड, यस्तो गर्मी छ। जाडोमा त फेरि यस्तो मजा आउँछ नि, आगो तातोमा बसेर निस्किनै मन लाग्दैन क्या। अनि गर्मी ओभर गर्मी हुन्छ। फेरि यो दुधौलीमा त लास्टे टेम्परेचर यस्तो हाई छ। तपाईँहरूलाई मेरो करे सावारी लैजान्छ ल। हाम्रो चाहिँ सुँगुरको मलमा चाहिँ एकदम राम्रो बढ्छ नि त जे पनि। अनि म ल्या चप्पल चुट्यो साथीहरू, चुट्यो। यो पनि दाइको लगाएर आएको थिएँ। हाम्रो चाहिँ अनि जङ्गल नजिक पर्छ यताबाट। त्यही हो जङ्गल। पहिला हामी यहाँ घाँस दाउरा गर्थ्यौँ, मैले दुना घाँस पाउँछ न दाउरा पाउँछ, नाङ्गै भइसक्यो। यो हाम्रो मेन्दोला गाछीहरू यता सबतिर थियो। पहिला चाहिँ यहाँनिर सब अम्बक बगैँचा थियो, सब कटाइदिएको। हाम्रो खोर्सानी मजाले फलेछ। अनि टमाटर छ। टमाटर पहिला चाहिँ अब बुवा सबैजना घरमै हुँदा तल सब खेतभरि गर्नुहुन्थ्यो। यो चाहिँ अहिले मम्मी एक्लै घरमा हुनुहुन्थ्यो। अनि मम्मीले धन्न यति भए पनि गर्नु चाहिँ भारो छ। बाहिर म त काठमाडौँ, बाबा विदेश, मम्मी एक्लैले सुँगुरखोर, पसल, अटो सबै चलाउनु हुँदा धन्न यति चाहिँ भएछ है हाम्रो सुँगुरको खोर।
गाइजहरू मेरो चाहिँ मुखमा यो गाइज भन्दा अरू केही भन्ने आएन कि म फर्स्ट टाइम भएर नर्भस भएँ कि के भयो खै के भन्ने आएन हौ मलाई त केही छैन। मेरो भिडियो हेरेर तपाईँहरू इन्जोय गर्नु होला। चप्पल छुट्टिहाल्यो। अब म सुँगुरको चारो एकछिन पकाएर अनि कता कता जान्छु थाहा छैन, हेर्दै गर्नु होला। अझै पनि कोही नयाँ हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने सब्सक्राइब लाइक कमेन्ट गर्न नबिर्सिनु होला गाइजहरू। चाहिँ म माथि ठुलो मम्मीहरूकोमा जान्छु अनि यताबाट चाहिँ मेरो सर्टकट बाटो हुन्छ क्या, किनकि त्यहाँ माथि छ नि त हाम्रो ठुलो मम्मीको घर, ऊ त्यो हो। अनि म यताबाट जान्छु जान्छु ल गाइजहरू। कति गाइजहरू भन्नु आएको साथीहरू। यो तलको चाहिँ हाम्रो काकाहरूको घर हो। अनि म चाहिँ कहाँबाट जान्छु भन्दा यहाँबाट झन्डै लुगा च्यात्तै नै यहाँबाट यहाँ के गर्नु भर्खर भएर होला क्यामेरा समात्नु पनि आउँदैन। यहाँ चाहिँ अम्बक यस्तो बबाल फल्छ। अनि जानु पो कसरी पो हो त, चप्पल त्यही माथि छुट्टेछ, काँटीले ठोकेर आएको। Let's I think cool. हाम्रो ठुलो बाबा रञ्जना घरमा त कोही रहेनछ त। अब आमाको घर जान्छु तल। यो हो हाम्रो आमाको घर अनि त्यो हो हाम्रो गोठ। आमा हो आन्टी आयो मैंने आमा कता हौ यहाँसँग माथि हो झन्डै बोलाउँदै बसेको माथि ऊ त्यसको घरमा सुँगुरको घरबाट गएको। लु आमा विनिता तामाङको भ्लगमा 2 शब्द बोलिदिनु पर्ने। नातिनीको भिडियो सब्सक्राइबर गरिदिनु युट्युब भन्नु न। मलाई भन्न आउँदैन। लु बाजे भनिदिनु त। म पढ्नु पर्दैन हौ, सब्सक्राइब गरिदिनु भन्नु। सबकास गरिदिनु। सब्सक्राइब भयो बुझ्छन् यहाँनिर हाम्रो बहिनी पार्टीहरू। ओइ अनुहार त झुझ्रो न फुझ्रो आज त यता त। अब राम्रो अब यहाँ मेरो भ्लग बनाउँदैछु। रुक मम्मी अभी मोलतलू मेरे इतने लंबे घने बाल को मैं कलर देने जा रही हूँ। कौन कलर है? गार्नियर ब्लैक नेचुरल ब्लैक भन्छ फेरि। आमा के एक्लै भात खाएको? खाँदिन म, खाएर हिँडेको। बाई बाई त्यही भन्नु आएको। मेरो भ्लग गरेको क्या।
सुँगुरको चाक देखाएर आएको त मेरो भ्लग हो आन्टी हेलो भन्नु मेरो भ्लगमा हेलो हाई दिस इज अहिले काली नभन्नु है काठमाडौँ गयो गोरी भएर आइसक्यो भोलि बाई बाई केटाकेटीहरू बाई बाई मेरो सुँगुर सुँगुर ओए आँप खान जाऊँ न त्यहाँ चाहिँ हाम्रो बाजेको भैँसीको गोड हाम्रो यहाँ मकै बारी दरम यो हो हाम्रो धारा ओइ रसिस खै त अनि त्यत्रो बोलाउनु त अब म जाँदैछु गाउँतिर यसो गाउँतिर जाँदैछु गाईहरू त्यो दुधेउली लेखेको चाहिँ मेरो प्राइभेट होइन त्यहाँ घुम्नु आउनु होला कृपया मेरो घर चाहिँ यही हो सुकेछ ये मेरी बहन है कस्तो राम्रो फुल फुलेको यार आप खाऊँ न हामी यहाँ आइसकेका छौँ आउने बित्तिकै कुखुरा पनि आइसकेका छन् भन्दै थियो त बोलाइ बोलाइ पिट्यो भन्दै थियो के अरे लुफी यसको नाम ओइ लुफी नि हाम्रो दिदीले पाल्नु भइहालेछ गाईहरू हामी चाहिँ गाउँ कस्तो हाँसेको हौ मासालाहरू यहाँ सपोर्ट गर्नु छैन फर्स्ट टाइम क्या हामी भनेको गाउँले त्यस्तो पनि नभन् न त्यस्तो पनि नभन् अहिले हामी यता जाने अहिले चाहिँ हामी आँपको खोजी जारी छ कहाँ ओ ठुल्ठुलो रहेछ है ल झारौँ त हामी चाहिँ आँप खानु आएको खाने बेला त भएको छैन कि पहिला सधैँ सानो चिचिलामै आँप खाइन्थ्यो अनि त्यसपछि बिरामी हुन्थ्यो अनि पाक्ने बेला आँप खानु पाउँदैन थियो बिरामी भएपछि होइन पहिला कति धेरै थियो हाम्रो आँप गाछीहरू अहिले सब यो माटोहरू काटेर आँप लड्ला त्यो हाँगा लुच्छ्यायो भने यता हामी पाउँदैन त्यसलाई गाईहरू आँप यत्रो छ है राम्रो आएको छ ल छिटो अब अझै एउटा पाउनु अब सबैले खानु छ होला नि त अलिक ठुलो त्यो ठुलो छ आँखा चाहिँ चिम गर्नु पर्ला लु त्यो भाग्यमा हामीलाई खानु लेखेको रहेछ क्या ल्या भुइँमा झरो ए हामीलाई चाहिँ भाग्यले दिएको रहेछ सबै छ ल अब हामी खुर्सानी मोलेर खाने हो यसलाई ल हिँड त हामी चाहिँ यहाँ बडे आमाहरूकोमा ओ गाईहरू के गर्दै हौ भाउजू के गर्दै हो ल बोल्नु आँप खाने भए आउनु है के अरे के भन्थे अहिले त ए आमेन माम भन्नु आएछ आमेन सन्चे कता जानु लाग्नु भएको ए दिदी त यहीँ रहेछ त दिदी गएको छैन अर्को दिदी पनि आएको थियो त हो बस्नु त्यति अलि ढिलो हामी चाहिँ लु खुर्सानीसँग खानुपर्छ खोइ त सुगा के भयो खै त बडबाहरू मेरो गाउँ यस्तो छ मेरो
स्केट जाने तल बेलुकातिर हिँड्नु फ्रीमै खेलाइदिन्छु तँ पनि खेल्छ नि मलाई डर लाग्छ म त दुईटामा चक्का हुन्छ क्या यता र यता ढाड खुस्किन्छ नि फेरि हामी चाहिँ यहाँ टिपेर आएको मेरो घर त्यहाँ तल यो सब मेरो गाउँ हो यहाँ पहिला हाम्रो पुर्खौली घर थियो अहिले पुर्खौली घर उकाएर नयाँ डिजाइनको घर उहाँ तल बनिसक्यो यो अनि हाम्रो सेकेन्ड पुर्खौली घर हो फर्स्ट पुर्खौली घर ए सबैभन्दा फर्स्ट त्यसपछि उता चाहिँ बनेको थियो लुफु लुफुरी अब हामी खुर्सानी पिनेर भात चटपटे चटपटे यस ल अब हामी नुन खुर्सानी पिन्ने लु ओइ चोप त हेर त दुध जस्तै लो लुन यसरी छ क्या जेरोमै हो आँप खाने भए आउनु होला भन्न चाहे मैले भयो उता उता देखा न उता यत्रो डल्लै रिएक्सन चोप आम खाएर हामी घरतिर हिँडेको अवस्था गाइजहरू बाजे भैँसी खोलेर नगएको आमा फेरि के नेल पलिस लाग्यो नेल पलिस माथि ऊ घर हिँडेको बोलायो क्या गाइजहरू यो हो चाहिँ मेरो घर चाहिँ रोड्टमै छ मेरो घरमा पसल पनि छ तर बन्द हजुर खै ठुलमम्मी खै म चाहिँ यहाँ खाजा बनाउँदैछु ससेस अनि चटपट ससेस मजाले फ्राई गर्ने गाइज यहाँ चाहिँ हेरेरै थाहा पाइसक्नुभयो होला अनि यो छ अब चाहिँ म बहिनीहरूलाई पनि दिन जान्छु ल मेरो भला आज डेली ल गाइजहरू खाजा नि खाइयो अब हाम्रो ड्युटी के छ यो यत्रो ठुलो बाटामा यत्रो भाडा हो भाइ गड आजको वेदर चाहिँ जोस् एकदम बवाल छ शीतल छ बादल लागेर मजाको भएको छ अब म भाडा माझ्नुतिर गएको होला साथीहरू यसरी मैले लेखिदिनु परेछ यी रफमा अनि उसले उसरी सार्नु पर्यो लाजको पसार छिटो गर्नु कसको भाइ बहिनी यसरी नि पढाउनु पर्ने स्थितिमा हुनुहुन्छ साथीहरू मेरो त यस्तै छ यो चाहिँ हाम्रो होइन ऊ त्यो छ नि स्कुल त्यो चाहिँ हामी पहिला सानोमा पढेको स्कुल हो होइन अनि यता चाहिँ एकतर्फ सर बस्छु अब हामी आइपुग्नु लागि कुन चाहिँ लुगा सिउने ठाउँमा गाइजहरू हाम्रो गाउँ चाहिँ यस्तै छ है अब बेलुका भएर होला क्यामेराको क्वालिटी पनि एकदम बक्कल्लो लाग्छ हामी पहिला यही बाटो हुँदै स्कुल जान्थ्यौँ 1-2 क्लासमा पढ्दा तातो घाममा रिन्फिनाउँदै हामी चाहिँ आइपुग्यौँ लुगा सिलाउने ठाउँ यो अगाडिको घर हो
लुगा सिलाउने स्कुल अहिले पनि चलिरहेछ चलिरहेको छ नि कति मान्छे 8 क्लाससम्म छ राम्रो छ हामी चाहिँ अब घर फर्केको अवस्था हो र खोइ जानुभयो त कुकुर ढाँटेको रहेछस् भने तेरो लुगा सिलाएर घरतिर हिँडेको घरबाट फोन आइसक्यो साइजहरू है ब्लग अपलोड गर्छु हात खुट्टा धुई भाडामा अझै लाग्छ अब चाहिँ हामीले कति पछि धारा देखेको कि गाईहरू यतातिर त सडक कुवा कुवा होइन कल इनार मोटर घर घरमै धारा कति पछि देखेको अब हामी हाइवे आइपुग्यौँ अब हामी घर जान्छौँ यो घरमा पहिला पसल थियो अहिले त सुनसान रहेछ कोनो बात नै तपाईँलाई मेरो भाइको एकदम हिडन ट्यालेन्ट देखाउँछु ल फेरि गर त लु कुकुर त पर्यो अनि कुकुरले यति नगरेर कार्तिक पनि लागेको छैन के गर्नु र साथीहरू भ्लग एन्ड गर्नै बिर्सेछ दिउँसो त यति बेला भ्लग एडिट गर्दा बल्ल पो याद आयो मैले त इन्डै गरेको छैन भनेर तपाईँहरूलाई मेरो आजको डेली भ्लग कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला धन्यवाद फेरि म अझै राम्रो भ्लगहरू ल्याउने कोसिस गर्नेछु